हाम्रो पुरा फाइट परिहाल्यो यो क्रिकेटको कारणले गर्दा हामीलाई हजुर क्रिकेट खेल्ने पुरा मन थियो भने गल्लीमा गएर बस गल्लीमा कहाँ जाउँ हामी क्रिकेट खेल्न 3 किलोमिटर हिँडेर आएछौँ भने गल्लीमा बस्यो त्यो गल्ली के हो त्यो चाहिँ ठ्याक्क विकेट किपर जुन हुन्छ पछाडि जो पन्जा लाएर बस्छ नि त्यो भन्दा लगभग 4 जना 5 जना मान्छेको ठ्याक्क साइडमा आउने सबभन्दा सुविस्ता त त्यही क्रिकेटको त्यो पछाडि बल समात्ने हुन्छ बाप रे सेवा सुविस्ता खूब हुन्छ छैन सबभन्दा गाह्रो त इनफ्याक्ट पछाडि नै छ पन्जा हुन्छ प्याड व्याड सब बिचारा अरू गरिबहरू हातमा पन्जै छैन हैन त्यो गरिब भन्दा पनि त्यो नियम हो नियम कानुन कुन नियम हो अरूले समात्दाखेरि हातमा पन्जा छैन त्यसलाई समात्दाखेरि हातमा पन्जा छ किन यो डिस्क्रिमिनेसन व्हाइ नियम कानुनले कसैले तोड्न सक्दैन बस ठीक छ त गली भनेको त्यो हजुर जब क्रिकेटको ग्राउन्ड गोलो हुन्छ त स्क्वायर कहाँ हुन्छ यो बताउनुस् मलाई किन पागल बनाउनु भएछ यो क्रिकेटले अलिकति गाह्रो चाहिँ हुन्छ भन्नुस् त जब क्रिकेटको ग्राउन्ड गोलो हुन्छ त स्क्वायर कहाँ खोजु बाबा बताउनुस् त्यसको लागि त धेरै बुझ्नु पर्छ भगवान नेपालको क्रिकेट क्याप्टेनले हामीलाई बुझाइरहेछन् दिमाग खराब भइसक्यो अब भन्नुहोस् ब्याट्सम्यान हुन्छ ब्याट्सम्यान र टिभीमा आउने ब्याटम्यानमा के फरक छ एउटाले मास्क लाउँछ एउटाले हेलमेट लाउँछ यो सही जवाब दिनु हात मिलाउनुहोस् हेलमेट तर कन्फ्युजन ब्याट्सम्यान ब्याटम्यान स्क्वायर गल्ली जुन बेल भन्छ त्यो बज्दैन त्यही पनि त्यसलाई बेल किन भनिन्छ आजकल त अलि टल्किने बेल्सहरु पनि आउन थालेछ त लाइटनिङ भन्नुस् त्यसलाई लाइट भन्नुस् बेल किन भन्नुहुन्छ यो कसलाई सोधु म सायद गुगललाई नै सोध्नु पर्ला गुगललाई गुगली सोधु कि यो सोधु भगवान कसम क्रिकेटमा बेल्स भन्छ बेल्स माने क्रिकेटको चाहिँ त्यो स्टम्प भन्दा माथिको सानो दुईटा पार्टलाई बेल भन्छ बेल भनेको त घण्टा हो बज्दैन त्यही पनि त्यसलाई बेल भन्छ यो कुन हो त फ्री हिटमा फ्रीमा किन हिर्काउनुहुन्छ तपाई मौकै त्यही हो सबभन्दा त्यो हिर्काको पैसा पाउँदैन पैसा त पाइन्छ अन्त फ्रीमा भन्छ फ्री हिट भन्छ त्यसको पनि पैसा लिनु चाहिँ कसैले हामी फ्री लाफ्टर कहाँ हुन्छ पायो भने त सबैले लिइहाल्छ फ्रीमा तर किन भने चाहिँ त्यो फ्री हिट किन भन्यो त्यो चाहिँ बलरले जुन नो बल भनिन्छ हो यो नो बल मा कसम दिमाग खराब भइसकेछ जब बल फालिरहेछ देखिरहेछ त्यो अम्पायर देखेछ त्यो बलर देखेछ सब देखेछ बल फालेछ त्यसलाई नो बल किन भन्छ बल छैन त्यो यो बताउनु किन भन्छ नो बल यो चाहिँ क्रिकेटको नियम बनाउने मान्छेहरुलाई नै सोध्नु पर्ने प्रश्नहरु हुन् बाप रे बडा सालिन भएर भन्नुभएको छ बुझाउँछ यो पछि उहाँले मलाई चौका हान्छ जरुर तपाई मलाई चौका हान्छ यो चौका भनेपछि याद आयो सर तपाई उडाएर हानुहुन्छ त छक्का छक्का घुराएर हानुहुन्छ त चौका मान्नुस् बल आदि उडेर गयो हजुर त्यसपछि गुडिहाल्यो त कति रन हुन्छ उडेर बाउन्ड्री भन्दा भित्र ठोक्यो भने चौका पुरै बाउन्ड्री रोप भन्दा बाहिर गयो भने चाहिँ छक्का हैन पूरा गुडेर गयो त चौका चौका हजुर पूरा उडेर गयो त छक्का छक्का आदि उडेर गयो र आदि गुडेर गयो त आदि त उडेर गुडेर जाने नै हुन्छ किनकि बल एकैचोटी गुडेर जाँदैन ब्याटमा लागेपछि अलिकता त उडेरै जान्छ त पाउने 4 रन दिनुस् पाउने 5 दिनु यो किन हुँदैन बताउनु भगवान कसम कतान म पागल भइहाल्छु हामी क्रिकेट त्यसै छोडे छैन हेर्नु हजुर हजुर हामी पुरा मन लगाएर खेले हामी तपाईको टिममा हुन्थे हजुर योले पुरा कन्फ्युज भएर दिमाग घुमायो के ब्याट्सम्यान भएर खेल्नु हुन्थ्यो कि बलर भएर यस्तो थियो मेरो ब्याट हुन्थ्यो त म ब्याट्सम्यान भइहाल्थे अब मेरो बल हुन्थ्यो त म बलर हुन्थे अब केही हुन्थेन त फिल्डर भइहाल्थे हाम्रो एकगाली क्रिकेट हामी पनि त्यस्तै गरी खेल्थ्यौं ठीक छ मतलब म कन्फ्युज भएर मात्र हामी क्रिकेट यो बाटो छोडेछु त्यही भएर हामी आज हामी पुरा क्लियर हुन चाहन्छौँ जस्तो ओभर भन्छ ह जस्तो हामी अहिले केटाहरूलाई भन्दै ओभर त पुरा क्यामेरा प्याक गरेर भागिहाल्छ तपाईको ओभरमा सकिँदैन यो के हो अब नियमै त्यस्तो 6 बल फालिसकिसकेपछि ओभर भनिन्छ त्यसपछि अर्को बलर आउँछ अर्को ठाउँबाट त ओभर कन्टिन्यू भन्नुस् यो के भन्छ हामी जब एक्जाममा लेख्थे एउटा पेजमा अर्थेन त अर्को पेजमा लेख्थे पीटीओ प्लिज टर्न द फुनिके प्लिज टर्न ओभर भन्थेन भन्थ्यौ त हामी पीटीओ ओभर लेख्नुस् के भन्नु किन त्यस्तो भन्नु हुँदैन
भन्नुहोस् अब नियमहरू चेन्ज गर्नुपर्ने बेला आएछ हजुर यो प्रोग्राम पछि चाहिँ सायद क्रिकेटको कति शब्दहरू चाहिँ चेन्ज होइन कन्फ्युजन छ यार दिमाग लाग्यो अब हेर्नुहोस् अर्को कुरा तपाईँलाई म भन्छु बाई बाई तपाईँ गइहाल्नुहुन्छ हजुर त बाई भन्नु त्यहाँ अर्कै बाई छ ब्याट्सम्यानले छोएन भने जुन रन लिन्छ त्यसलाई बाई भनिन्छ त्यो के हो त्यो बाई भनेको त यस्तो बाई होइन किपरले छोडेपछि बाई हुन्छ त्यो भनेको बल गयो सो अब बाई भयो भने त समात्न किन त बाई भने त बाई बाई भनेर छोडिदिन्छ बल किन समात्छ त जब छोडिदिन्छ तब बाई बाई यही कन्फ्युज आएको कारणले गर्दा हामी क्रिकेट छोडिछु पुरा